हेलो गाइस, जोहार जोहार जय मसी। स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ भिडियोमा है। अनि आज चाहिँ बिहान बिहान साथीहरु यो खेत हेर्दै हुनुहुन्छ। यो खेतमा चाहिँ आज आलु लाउने छौ हैन। आलु लाउने छौ, जोतेर एकदम रेडी भइसकेको छ। अनि उता छेउतिर चाहिँ त्यहाँ लसुन लगाएको छ। अनि यतापट्टि चाहिँ आलु लाउने भनेर त्यहाँ राखेको छु। भने अहिले आलु लाउँछौँ हामी हैन। आज बिहान बिहान यसो काम हल्का गर्नुपर्छ, घरको काम पनि गर्नुपर्छ क्या कहिले काहीँ है। अनि यस्तै छ। यता फेरि हाम्रो एउटा सानो बारी छ, यहाँ चाहिँ राईको साग के साग जातिहरू यहाँनिर छरेको छ। अनि हाम्रो यहाँ भुन्टे हो, भुन्टे कोही यहाँ छ, यहाँ यता खुट्टा छिराएको छ एउटा। सुत्ता 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 क्या मजाले सुत्छ क्या। खुट्टा छिराएको छ। र कसले छिराउनु होला खुट्टा? एकदम खेलाउनु चाहिँ मजाले दिन्छ क्या। सुत्छ यतिकै छुनु बित्तिकै बानी भएको छ क्या, सानोदेखि बचपनदेखि बानी भएको छ। अनि अलिकति नै छुनु दिइहाल्छ होइन। कोही 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 के छ तेरो खबर? ठिक छ? के आनन्द आउँछ क्या यसलाई, मस्त आनन्द आउँछ यसलाई छुनु बित्तिकै। भयो भयो, तेरो खुट्टा निकाल्नलाई मात्र मैले तँलाई सुमसुमियाको। यहाँ चाहिँ हाम्रो आमैको घर हो यो चाहिँ। यहाँ चाहिँ हामीले आमैलाई राखेको छौँ। यहाँ हाम्रो आफ्नै आमाको यो आमैको छोरालाई यहाँ चाहिँ हामीले राखेको छौँ। यहाँ गार्डन बनाइदिएको छौँ हामी। अनि यहाँनिर चाहिँ हाम्रो हजुरबा आउनुहुन्छ यहाँनिर। अहिले चाहिँ यहाँनिर समूह भइसक्यो है। अनि यहाँनिर टक्कसँगले मैले घर बनाउनलाई खम्बा चम्बा परले बनाएर राखिरहेको थिएँ। अहिलेसम्म यत्तिकै छ। अनि अहिले यो चाहिँ अब पछि ग्वाली स्वाली बनाउनलाई यहाँ काममा प्रयोग गर्ने यसलाई। अनि यहाँ फेरि हाम्रो डुड, ओल्ड इज गोल्ड डुड, पुरानो डुड हो यो चाहिँ। अनि साथीहरू बिहान बिहान चिसो चिसो छ, जाडो पनि एकदम बढेको छ अहिले होइन। जाडो जाडो छ। कुखुरालाई निकाल्नु पर्ने। कुकुरी क्या, कुकुरी क्या, कुखुराको चल्ला 2-3टा मात्रै बचेको छ। 8-9वटा थियो, सबै मरेर 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 बाँचेर बाँचेर भागेछ। आजा आज आजा ल मान्छेले छोड्दिन। यिनीहरूलाई दाना दिन्छु नि म, दाना ल पकड न। दाना दिएपछि आइहाल्छ। के त्यति उनीहरूलाई अब यसरी चारो दिएर फकाइ फुलाइ गर्नु परेन। साथीहरू हाम्रो चाहिँ धान सान पनि उठाएर सकियो होइन। यहाँनिर धान यति उखालेर यति राखिएको छ। अनि यहाँ धानको ढेरी चाहिँ खमार खमार बनाएको छ। यता खमार छ। धान सान उठाएर अस्ति नै सकिसकेको छु, मार्न मात्र बाँकी छ साथीहरू। अनि यहाँनिर चाहिँ मेरो ढुङ्गाको गोदाम छ। यो चाहिँ मैले घर बनाउनलाई स्टोकमा राखेको छु। बिस्तारै बिस्तारै घर बनाउनु पर्छ है। अलिअलि गर्दै घर बनाउनु पर्छ होइन। यस्तै हो। एउटा राम्रो चिचिक्क घर बनायो भने चाहिँ यसो राम्रो हुन्छ। यसो पर पाहुना आउँदाखेरि पनि आफूलाई बस्न पनि होइन। अहिले चाहिँ हालको यही पुरानो घरमा बसाइ हुँदैछ है, जो चाहिँ ओल्ड इज गोल्ड घर हो। यो घर चाहिँ फेरि मैले बनाएको है। यो घर चाहिँ मै बनाउने, म इन्जिनियर हो, मैले बनाएको। अनि यो चाहिँ यो पनि ओल्ड इज गोल्ड हो। भान्सा घर हो यो चाहिँ है। यो चाहिँ भान्सा घर पहिला हजुरआमा हजुरबा हुँदाखेरि नै बनाएको यो घरहरू होइन। यो सबै हजुरआमाले नै लिपेर एकदम पक्का घर भन्दा नि कम छैन यो घरहरू। कस्तो दामी एकदम सिमेन्टको घर, यस्तो दह्रो न दह्रो छ।
हैन पहिला धेरै वर्ष अगाडिको घर क्या यो चाहिँ अनि पहिला यो चाहिँ परालको छानो थियो यो चाहिँ पछिबाट मैले यो टिन सिन लगाएर चाहिँ यो टिन लगाएको छु अहिले चाहिँ पहिला चाहिँ परालको छानो थियो हैन पुरानो ओल्ड एज घर क्या पहिला हजुरबा हजुरआमा हुँदाखेरि त्यो घर चाहिँ यो चाहिँ नयाँ यहाँनिर चाहिँ एउटा फेरि ग्वाली घर थियो क्या पहिला यहाँनिर यत्रो ठुलो यहाँनिर यहाँ छ नि यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पुरा ग्वाली थियो पहिला ठुलो ग्वाली घर थियो यहाँनिर अनि यो चाहिँ थिएन यहाँ चाहिँ मैले पछिबाट बनाएको यहाँ चाहिँ पहिला हामी सुत्थ्यौँ अनि यो बाइक सुत्छ अनि सामानहरू सुत्छ होइन यहाँ हामी सुत्दाखेरि यहाँ यो घरमा चाहिँ हजुरआमा बस्नुहुन्थ्यो अनि अहिले चाहिँ यो घरमा चाहिँ हामी सामानहरू के राख्छौँ अनि यो घरमा चाहिँ हामी सुत्छौँ यो बड्का घरमा यो चाहिँ हाम्रो बड्का घर बड्का र साथतिर अब चाहिँ कोदालो बोक्यो होइन कोदालो बोक्यो अनि यहाँ आलु छ यहाँ है एक बोरा आलु अस्ति नै डोमना बजार गएर कति भारी रहेछ त हौ भारी डोमना बजार गएर अस्ति 10 किलो आलु लिएर आएको थियौँ यो आलु चाहिँ रोप्नुपर्छ है आलु रोप्न सघाउन आऊ तिमीहरू यहाँ बुन्टा बुन्टीहरू यहाँ यिनीहरूको एक्जाम चलिरहेछ यिनीहरू खेलेर बसिरहेछ पढ्नु सर्नु छैन आइज आलु रोप्न सघाइ आइज यो आलुको बिउ यो खेतमा रोप्ने कति पुग्छ अब पुगेन भने पुगेन अरू के रोप्ने होइन आलुको बिउ यसलाई चाहिँ अब रोप्ने ड्याङ्की यो खेतैभरि यसरी ढाक्क रोप्ने यो भुन्टेले पनि मलाई सघाउँछ अलिअलि सघाएर नै गोदे खान्छ फेरि यसले मलाई पनि खेल्न देऊ म पनि खेल्छु पहिला सानो बचपन हुँदाखेरि यस्तो गाई चाहिँ धेरै हामी यो चुङ्गी धेरै खेल्थ्यौँ हामी एकदम यो खेल्थ्यौँ क्या यस्तो खालको होइन 1 2 3 4 पहिला धेरै खेल्थ्यौँ क्या यस्तो 50 चोटि गर्थ्यौँ पहिला यस्तो कति गरिदिन्थ्यो कति गरिदिन्थ्यो यहाँ सक्छौ मसँग बाफ्रे तिमीहरू नि खेल सक्दिनँ आज भोलि पहिला खेलिन्थ्यो अहिले त्यो एनर्जी नै छैन क्या त्यो अब यो जुरप खोल्नु र मैला हुन्छ कस्तो चिसो छ यार अहिले पनि चिसो मौसम छ अहिले पनि यार अहिले 8-9 भइसक्यो त्यो पनि चिसो मौसम छ घाम चाहिँ लागिरहेछ कि यस्तो टल्लो घाम लागिरहेछ त्यो पनि एकदम चिसो मौसम छ अब यो आलु कताबाट रोप्नु तिमीहरू पनि मलाई आलु रोप्न सघाउने आलु रोप्न सघाउने अब कम साथीहरू आज चाहिँ यसरी अब ड्याङ बनाएर आलु रोपाइ हुँदैछ है यसरी कोदालोले पहिला चाहिँ हलो हुन्थ्यो अनि हलोले बनाइन्थ्यो अहिले हलोहरू छैन धेरै बाक्लो पनि रोप्नु हुँदैन कि हुँदैन फेरि पहिला चाहिँ हलोले बनाइन्थ्यो भने अहिले चाहिँ कोदालोले यसरी ड्याङ बनाएर आलु रोपाइ हुँदैछ साथीहरू आज चाहिँ है अरूले त अगाडि रोपिसक्यो हामी चाहिँ अलिकति ढिलो भएर अहिले रोप्दैछौँ यस्तै हो ढिलो छिटो हुन्छ अनि यसलाई चाहिँ अब फेरि अलिक छिन पुर्नुपर्छ है ड्याङ बनाउनुपर्छ अनि हेर्दा अझै राम्रो देखिन्छ ड्याङ बनायो भने आज चाहिँ साथीहरू यसरी आलु रोपाइ धमाधम है तपाईँहरूले त रोपिसक्नुभयो होला साथीहरू कतिजनाले
साथीहरु यति रोप्यो है अझै रोप्नु बाँकी छ आलु त्यहाँ छ त्यो छ है अनि यहाँ चाहिँ हामी टाइम पास के भन्छ होला बदाम 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 ओ त हाम्रो पार्टीले कहाँबाट लिएर आएछ बेच्दै बेच्दै अनि ए बदाम बदाम टाइम पास भन्छ क्या यसलाई चाहिँ प्रायः जस्तो इन्डियामा चाहिँ मिठो लाग्दो रहेछ क्या मजा आउँदो रहेछ राम्रो छ हजुर घरमा पनि छ त मलाई खानु मन लाग्यो राम्रो छ टाइम खाँदै छैन टाइम पास खाना हुन गलियो क्या काम गर्दा गर्दा यत्रो 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 यहाँदेखि त्यहाँसम्म यसो खन्यो कि हेर्नु बहुत गलियो क्या धेरै दिन पछाडि यसो खेतमा काम गरेपछि गलिँदो रहेछ क्या त्यही भएर अब बसेर आराम गरेर ल साथीहरु अहिले चाहिँ म खाना खाँदैछु हैन आलुहरु लोपिसकेर चाहिँ खानासाना खाँदैछु अब खानाहरु खाएर चाहिँ म अब दोकानतिर जान्छु है साथीहरु बिहानदेखि केही खाइएको थिएन अनि दाल साग भात खाइँदैछ यहाँ हेर्न सक्नुहुन्छ साथीहरु खेतमा चाहिँ सबैतिर चाहिँ हामीले आलु रोपेका छौं हैन अनि तपाईहरुलाई भिडियो कस्तो लाग्यो भिडियो लाइक कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला है साथीहरु फेरि पनि हामी अर्को नेक्स्ट भिडियोमा भेट्ने छौं तबसम्मको लागि सबैजनालाई बाइ बाइ।